आज हामी एउटा गीतको शब्दहरूमा डुबुल्की मार्नेछौँ। एउटा यस्तो गीत जसले प्रेम, धोका र त्यसपछिको पीडाको एउटा निकै मार्मिक कथा बताउँछ। कथाको सुरुवात हेर्नुहोस्, कुनै शङ्का वा प्रश्नबाट हुँदैन, बरु यो त एउटा एकदमै साहसी र खुला हृदयको समर्पणबाट सुरु हुन्छ। ल, अब यो कथाको पहिलो चरणमा प्रवेश गरौँ। यो त्यो बिन्दु हो जहाँ भावनात्मक लगानी, भनौँ न, एकदमै उच्च छ। यो चरणमा कथाको पात्रले आफ्नो सबैभन्दा बहुमूल्य चिज, आफ्नो साँचो मन, बिना कुनै शर्त अर्पण गरेको देखिन्छ। तर कथाले तुरुन्त एउटा मोड लिन्छ। त्यो शुद्ध र साँचो समर्पण धोकाको कठोर वास्तविकतासँग नराम्ररी ठोक्किन पुग्छ। अब हामी कथाको त्यो बिन्दुमा आइपुगेका छौँ जहाँ विश्वासको त्यो नाजुक धागो टुट्छ र त्यसपछि सुरु हुन्छ पीडादायी परिणामहरूको सिलसिला। यो तुलनाले कथाको सार नै देखाइदिन्छ, होइन त? एकातिर छ साँचो मनको निस्वार्थ समर्पण र ठीक उल्टो अर्कोतिर छ झुटा वाचाहरूको निर्मम विश्वासघात। यहाँ एउटा एकदमै शक्तिशाली रूपकको प्रयोग भएको छ, सपनाको आगो। जुन आगोले सुरुमा आशा र जोश जगाएको थियो, पछि त्यही आगो नै पीडाको स्रोत बन्न पुग्छ। र यो पंक्तिले त त्यो पुरै रूपान्तरणलाई छर्लङ्गै पार्छ। कसरी आशाको त्यो न्यानोपन पीडाको पोल्ने तापमा बदलियो। ल, अब कथाको त्यो मोडमा जाउँ जहाँ बाहिरबाट पाएको चोट भित्रपट्टि प्रश्न बनेर उब्जिन्छ। पीडाले अब आत्मशङ्काको रूप लिन्छ। यो साँच्चै एउटा महत्त्वपूर्ण मोड हो, किनभने अब दोष अरूलाई होइन, आफैलाई दिन थालिन्छ। प्रश्न उठ्छ, के प्रेम गर्नु नै अपराध थियो त? अनि यो प्रश्न एकपटक मात्र सोधिएको होइन, यो त एउटा निरन्तरको पीडा हो जसले हरेक पल मनलाई घोचिरहन्छ र भित्रको द्वन्द्वलाई झनै गहिरो बनाइदिन्छ। र सबैभन्दा दुःखको कुरा के छ भने, जब मनले यो प्रश्न सोध्छ, यसले कुनै जवाफ पाउँदैन। हो, त्यही जवाफविहीन मौनताले नै त हो गहिरो एक्लोपन र भ्रम जन्माउने। यो पंक्तिले धोका कति गहिरो थियो भन्ने कुरा प्रस्ट्याउँछ। यहाँ प्रेमको क्षतिलाई जीवनकै क्षतिसँग दाँजिएको छ, मतलब सासै रोकिए जस्तो। र यो सँगै हामी यो भावनात्मक यात्राको अन्तिम चरणमा आइपुग्छौँ, सायद सबैभन्दा अँध्यारो चरण, मन टुटेर खरानी भइसकेपछिको खोज। यहाँनिर त्यो आगोको रूपक फेरि अगाडि बढ्छ। जुन आगो कुनै बेला जोश र सपनाले चम्किन्थ्यो, त्यो अब केवल एक चिसो भग्नावशेष अर्थात् खरानीमा परिणत भएको छ। यो लाइनले एउटा लगभग निरर्थक प्रयासलाई चित्रण गर्छ। विगतको त्यो खरानीको थुप्रोमा कतै आशाको सानो झिल्को पो छ कि भनेर खोज्ने हताश प्रयास। तर त्यो खोजको नतिजा के भयो त? आशा भेटिएन, बरु यो मन हरेक पटक टुटिरह्यो। यो एक पटकको कुरा होइन, यो त एउटा नटुङ्गिने चक्र जस्तै हो जहाँ मन हरेक पटक टुटिरह्यो। र जति पटक प्रयास गर्यो, पीडा उति नै गहिरिँदै गयो। यो एउटा अन्त्यहीन अवस्था हो जहाँ मन हरेक पटक टुटिरह्यो। त्यसो भए समग्रमा हेर्दा के देखियो त? एउटा एकदमै स्पष्ट तर दुःखद 4 चरणको यात्रा। यो यात्रा एक साँचो मनको समर्पणबाट सुरु भएर कहिल्यै अन्त्य नहुने पीडामा गएर टुङ्गिन्छ। अनि अन्त्यमा यो गीतले हामी सबैलाई एउटा गहिरो प्रश्नको अगाडि छोडिदिन्छ। जब प्रेम यसरी पीडामा बदलिन्छ, तब आखिर बाँकी के रहन्छ त?